परिवर्तनका लागि हाम्रो आवाज। देशमा पालैपालो भ्रष्टाचार गर्ने र पालैपालो एक अर्कालाई बचाउने खेल कहिलेसम्म? त पनि नबोल, म पनि बोल्दिन। यदि बोलिस भने जानेको छु भन्ने ओली, देउबा र प्रचण्डहरूलाई अझै कति सहने? यिनलाई साथ दिइरहने ती झोले कार्यकर्ताहरूलाई हामीले चिनेकै छौं। अब प्रश्न सोध्ने बेला आएको छ, यिनलाई फेरि किन भोट हाल्ने? जवाफ नआएका केही गम्भीर प्रश्नहरू। ललिता निवास काण्ड किन टुङ्गो लागेन? गिरिबन्धु टी स्टेट प्रकरण किन थिचियो? पोखरा विमानस्थलको भ्रष्टाचार आरोपमा किन छानबिन भएन? भ्रष्टाचारका सयौं फाइलहरू किन दराजमै थन्किएका छन्? आजको तितो यथार्थ, कर्मचारी तन्त्र भ्रष्ट छ, भन्सार र विमानस्थल सेटिङमा चल्छन्। देशको गृहमन्त्री नै कमिसनको भागबण्डामा व्यस्त हुने र मन्त्रीहरू नै जनतालाई शरणार्थी बनाएर विदेशमा बेच्न लाग्ने, यो भन्दा ठूलो बेथिति के होला? हामी जनता कतिन्जेल अभागी भइरहने? अब जुट्ने पालो हाम्रो। यही बेथिति अन्त्य गर्न र देश बचाउनका लागि एउटा सशक्त विकल्प रोजौं। चुनाव चिन्ह माटो, श्रम संस्कृति पार्टी। हाम्रो लक्ष्य भ्रष्ट संयन्त्रको अन्त्य र सुशासन। युवाहरूलाई आफ्नै जन्मभूमिमा गरी खाने वातावरणको सिर्जना। श्रम र पसिनाको सम्मान गर्ने श्रम संस्कृतिको विकास। यसपटक खोटाङका उम्मेद्वार आरएन राई लगायत देशैभरिका श्रम संस्कृति पार्टीका उम्मेद्वारहरूलाई जिताउन सबैले हातमा हात, साथमा साथ मिलाउँ। देश बनाऊ, देश बचाऊ। माटो चुनाव चिन्हमा भोट हालौं, आरएन राईलाई जिताउँ।